हेलो साथीहरू, म जस्तै दिनरातै घरमा भान्सै लाग्दा लाग्दा दिक्क लाग्ने को हुनुहुन्छ? र आउनुहोस् मिलेर कुरा गरौँ। मलाई चाहिँ भान्से लाग्नलाई धेरै ठुलो कुरा त लाग्दैन, तर बिहानै भान्से, दिउँसै भान्से, बेलुकै भान्से बाबा। अनि त्यसमा तरकारी के खाऊँ? तरकारी नभएको त होइन, छनु त छ, यति धेरै फ्रिजै पुरै भरिभराउ छ। भएर के गर्नु? खाने बेलामा के खाने के खाने के खाने जहिलेको एउटैको टेन्सन, तरकारी के खाने? बिहान खाए बेलुका के खाने? बेलुका खाए भोलि बिहान के खाने? खाजामा फेरि तरकारी खानु पर्यो भने नि फेरि के खाने? ल मेरो चाहिँ के छ रहेछ भनेर हेर्नु पर्यो यहाँ। के भन्दा नि एउटा साग रहेछ, त्यसपछि फिटे करेला, सबै ओइलाइसकेछ, खाने होइन ल्याएर थुपारे छ यार। अनि त्यसपछि भनेको चिप्ली भिन्डी रहेछ, अनि यो भयो, यो सिमी, कस्तो सिमी भयो होइन। त्यसपछि गएर बन्दाकोपी आदि रहेछ। अनि यहाँ फेरि अर्को साग छ रहेछ, सागको मुनि के हो, तरुल रहेछ। अनि यहाँ माथि चाहिँ एरेङ्गे, जापानिजमा एरेङ्गे च्याउ रहेछ, च्याउ यता राख्नु पर्यो। अनि त्यसपछि कुखुराको मासु के मुझे साविस रे कुखुराको मासु रहेछ, हड्डीवाला। अनि त्यसपछि यो चाहिँ मैले हिजो बेलुका पकाएको यो ब्रोकाउली, अलि दुईजनालाई धेरै हुने भएको भएर चाहिँ काटेर राखेको। त्यसपछि पिमान, हेल्थको लागि राम्रो हो भनेर लिएर आएको खानालाई, तर के गर्नु, ल्याएर राखेको 1 महिना हुन लाग्यो, ओइलाएर यस्तो हालत। त्यो त जाँगर मात्र हो कि खाने भन्ने त जाँगरै छैन। त्यो जाँगर भन्न आएछ, ल्याएर थुपार्ने मात्र हो, खानालाई फेरि के खाने भनेर नयाँ अगाडि ल्याएको चिजहरू सबै पछाडि नै हुन्छन्, पछि ल्याएको चिजहरू खाए सकिन्छन्। यस्तै छ, कति त यस्तै छ मेरो त यहाँ। तपाईँहरूको के छ?